गिलो चटपटेको लागि बनाएको हामीले यो के पो भन्छ रे, यो चाहिँ सस हो तपाईको हो। यो सस चाहिँ तपाईहरुले मैदा आटा या फिर बेसनले बनाउन सक्नुहुन्छ। यहाँ हामीले चाहिँ मैदाको बनाउँदैछ। केही गर्नु पर्दैन, तपाई मैदा हाल्नुहोस्, पानी हाल्नुहोस्, त्यसपछि रङ हाल्नुहोस्, त्यहाँदेखि अलिकति नुन हाल्दा पनि हुन्छ। त्यहाँदेखि तपाईलाई कस्तो कन्सिस्टेन्सी मन पर्छ, पातला गाढा त्यो हिसाबले गर्नु। पकाउनु चाहिँ पर्छ, नभए ठस्सै गर्नुहुन्छ। अब चाहिँ मैले रेसिपी पाएँ, अब चाहिँ म बनाउँदै खान्छु हो। रेडी छ। यस्तो मसला पिस्नु पर्दो रहेछ हो, मलाई त थाहा पनि थिएन। फर्स्ट टाइम देखेँ यस्तो मसलाहरू हालेको चटपटीमा। चिया खाँदै हो, कडक चिया खाँदै। अब मलाई चाहिँ निकालेको छुइनँ, औ निकालेको छुइनँ। अब यो के भन्छ चटपटी बनाएको चाहिँ हेरेको, बनाएको त होइन। अब के हाल्छ उसले। चटपटी इन द हाउस। मेन इन्ग्रेडिएन्ट चटपटी, मेन बेस चाहिँ यही हो होइन। ओ सबै हाल न, कहाँ त आधी हालेको ए। यति त म एक्लै खाइसक्छु भनेर नि। इन्ग्रेडिएन्ट बेसी रहेछ नि त नि। इन्ग्रेडिएन्ट्स बेसी भएर चाहिँ मुरै कम्ती नै हाल्नु पर्दो रहेछ। चनाचुर, बदाम, हरियो मटर, अनि यो चाहिँ के अरे काटा निम्की पनि जाँदो रहेछ। यो चाहिँ के अरे लेस, जे पनि हाल्दा हुन्छ, यो चाहिँ अप्सनल हो। यो चाहिँ कुरकुरे, टेढे मेढे। टेढे मेढे त मिठो पो लाग्छ। वाइ वाइ चाहिँ मिस गर्नै भएन यो चाहिँ नि। वाइ वाइ बिना हुँदैन। मुरै बरु हाल्दा हुन्छ होला नि। जोक गरेको नि, भ्युवरसँग जोक गरिदिएको नि अलिकति। भ्युवरले मेरो जोक बुझ्छ कि बुझ्दैन। अब चाहिँ असली इन्ग्रेडियन्ट हो नमक। नमक चाहिँ स्वाद अनुसार हाल्नु होला। हामीलाई बेसी मनपर्छ त्यही भएर हामीले बेसी हालेछ। त्यहाँदेखिको यो के हो, काँक्रा, अनि खोर्सानी, प्याज चप गरेको, आलु बोइल होइन, आलु बोइल नि चप गरेर